नमस्कार साथीहरू, म युवराज। आज म तपाईहरुलाई यस भिडियो अन्तर्गत नेपालको संविधानका बारेमा केही सामान्य जानकारीहरू दिन गइरहेको छु। सर्वप्रथम साथीहरू बुझौं संविधान भनेको के हो। संविधान भनेको कुनै पनि देशको मूल कानुन नै संविधान हो। नेपालको सन्दर्भमा भन्नुपर्दा अहिलेसम्म जम्मा नेपालमा 7 वटा संविधानहरू निर्माण भइसकेका छन् र हाल वर्तमान संविधान भनेको नेपालको संविधान हो। नेपालको संविधान 2072 असोज 3 गते जारी भएको थियो र वर्तमान नेपालको संविधानमा कति भाग, कति धारा र कति अनुसूचीहरू छन् भन्ने क्रममा साथीहरू वर्तमान नेपालको संविधानमा 35 वटा भाग, 308 वटा धारा र 9 वटा अनुसूचीहरू रहेका छन्। यो थियो साथीहरू नेपालको संविधानका बारेमा केही सामान्य जानकारीहरू। हस्, धन्यवाद।